येती बिन्ती गरी घुमी वरिपरि लक्ष्मण चरणमा पर्या। बिदा भए रघुनाथका हुकुमले साइत तुरुन्तै गर्या। केही फौजली जाम्बवान र हनुमान अंगद यी साथमा गया। पहुँच्या जल्दी र इन्द्रजित वीरका फौजलाई देख्दा भया। हुकुम सिरो पर धरी कन जल्दी पहुँची लक्ष्मण अघि जब सर्या धनुलाई खैची। लस्करहरू पनि अगाडि सरेर धाया तहाँ विभीषण अघि सरी बिन्ती लाया। कालो मण्डल देखिन्छ अघि जो त्यो फौज हो वीरको। टुकटुक पारी गिराई बक्सन होस् सब वीरका शिरको। अहिले जल्दी नहानी बक्सनु भया होम सिद्ध गर्न्या छ यो। होमको सिद्ध गर्यो भन्या हुँदी कसै जिति नसक्नु छ यो। त्यस फौजलाई गिराई बक्सनु भया त्यो इन्द्रजित वीर पनि। होम छोडिकन लड्न आउँछ यहाँ त्यो फौज गिरायो भनी। यही युक्ति तहाँ विभीषणजीले बिन्ती गर्या थ्या जसै। लक्ष्मणले पनि सैन्यमाथि सरको वृष्टि गराया तसै। वानरले पनि वृक्ष पर्वत शिला फौजमाथि फेंक्या जसै। राक्षसको पनि फौज अघि सरी सरी खुब लड्न लाग्यो तसै। लक्ष्मणले सरले अनेक तरहले मार्या र नास्यो भनी। साह्रै क्रोध गरेर इन्द्रजित वीर ओम छोडी आयो पनि। पक्का बेस रथमा चढी धनुली सामने अगाडि सरी। लाग्यो लक्ष्मणलाई भन्न अब हेर मेरा अगाडि परी। आँटिस मर्न भन्यो र ताही नजिकै थिया विभीषण पनि। तिनलाई पनि खुब भन्यो त कुलको शत्रु अधम होस् भनी। यति भन्यो र रिसले रथमा बस्याको सबलाई जित्न भनी कम्मर खुब कस्याको। केही नटेरी अरु वानरलाई हेला साह्रै गराइकन भन्छ परे यी फेला। प्राण बाण हानि सबको महरेर लिन्छु तिम्रो शरीर पृथ्वीमा म गिराइदिन्छु। यस्ता वचन सुनिति लक्ष्मणजी रिसाया आन्या र बाण तही तुरन्त थला बसाया। मूर्छा पर्यो दुई घरी र जुरुक्क उठ्यो। लाल लाल नजर गरी रिसाई अगाडि छुट्यो। मेरो पराक्रम रति नबुझेर पहिले हानिस पराक्रम तलो बुझिलेन अहिले। यति भन्यो र मनले अति वीर मानी लक्ष्मणजीलाई तही साथ सर जल्दी हानी। 10 बाणले त हनुमान वीरलाई हान्यो जनमुख्य शत्रु त विभीषणलाई मान्यो। हान्यो फेर 100 सर विभीषण उपर यति गरेथ्यो जसै। हान्या लक्ष्मणले कवच शरीरको काटिदिया पो तसै। 1000 सरकन हानि लक्ष्मणजीका गात्रा कवचको पनि। टुक पारेर गिराउँदो तही भयो मेरो गिरायो भनी। लक्ष्मणले पनि फेरि 5 सरले घोडा र रथ सुत धनु काटी बक्सन भो उसै बखतमा अर्को उठायो धनु। फेर त्यसै धनुलाई काटिदिनु हो 3 बाणले फेर धनु। लियो लक्ष्मणलाई धेर सरले हान्यो छिटो क्या भनौँ। बाणले गरी सब भर्यो 10 दिशा बानर सकसमा पर्या। लक्ष्मणले पनि इन्द्रजित वीरको प्राण लिन मनसुख धर्या। जुन इन्द्रास्त्र थियो उही धनुमहा लाई अगाडि सर्या। चिन्तन श्री रघुनाथको गरी तहाँ जल्दी प्रतिज्ञा गर्या। धर्मात्मा यदि सत्य दासरथी छन् उन्नाथ जगतका धनी। साँचैता अब इन्द्रजित यही मरोस् यसै सरैले भनी। छोड्या बाण र इन्द्रजित वीरको शिरै खसाया जसै।
इन्द्रादिहरू पुष्प वृष्टि खुसी भई खुब गर्न लाग्या तसै। हर्षैले नगरा बज्या पृथ्वीको जुन भारी हो त्यो गयो। हर्षैले जय शब्दको ध्वनि पनि ताही बहुतै भयो। लक्ष्मणले पनि शङ्खको ध्वनि र खुब टङ्कार धनुको गर्या। बानरले बहुतै गर्या स्तुति तहाँ आनन्दमा सब पर्या। लक्ष्मणजी सब फौज लिएर रघुनाथ ज्यूका हजुरमा गया। पाउमा परिदण्डवत गरी तहाँ सब बिन्ती गर्दा भया। खुसी खुब हुनुभयो सुनेर रघुनाथ हुकुम भयो बेस गर्यो। मार्यो इन्द्रजितै त आज तिमीले सब शत्रुको मूल हर्यो। मेरो शत्रु अवश्य छैन अब वीर जुन वीर हो सो गयो। यस रावण कन मार्नलाई सजिलो यही वीर जाँदा भयो। अहिले युद्ध हुँदा म मार्छु सहजै भन्या हुकुम यो भयो। रावण वीर पनि सब सुन्यो र समाचार मूर्छा परि गयो। मूर्छादेखि उठी बिलाप अति गरी फौज लड्न पेल्यो पनि। हातमा एक तरवार लिएर रिसले सीता म काट्छु भनी। दौड्यो त्यो र सुपार्श्व मन्त्री नजिकै थियो अगाडि सर्यो। स्त्रीघात गर्नु अवश्य छैन महाराज यो जल्दी बिन्ती गर्यो। सुपार्श्वको बिन्ती सुन्यो र ताहाँ फर्क्यो फरक्कै दरबारमा। शोकले बहुत मूर्ख समान भइगो फेरि सभा गर्छु भनेर गइगो। सब मन्त्रीले सँग बसेर विचार गर्दा हितै हुन्या ठहरियो र अगाडि सर्दा। जो बाँकी राक्षस थिया सब साथ लियो खुब लड्नलाई रघुनाथतिर चित्त दियो। त्यो अग्निमा सलह झैं जब पर्न आयो सक्थ्यो कहाँ अधिक ठक्कर फेरि पायो। धेर वीर मर्या हृदयमा पनि बाण लाग्यो। टिक्नै तहाँ नसकी जल्दी फिरेर भाग्यो। सम्झ्यो गुरु कन विपत्ति पर्यो र तहाँ चाँडै गुरुसित गई शिर पाउ महा। राखी गर्यो बिनती दुःख बहुत पाया यही दुःखको बिनती गर्न त आज आया। हे नाथ हजुर गुरु भई पनि दुःख पर्न्या क्या भो मलाई कसरी अब चित्त धर्न्या। यस रामले सकल बन्धु र पुत्र मार्यो सुरा अनेक वीरहरू पनि छुट्टी पार्यो। रावणको बिनती सुन्या र गुरुले पाएछ आपत भनी गर्नासम्म गरोस् भनेर उपदेश दिया गुरुले पनि। हे रावण सुन मन्त्र दिन्छु अब गई ओम गर्नु खुब ध्यान धरी। ओम सम्पूर्ण गर्यो भन्या त हतियार मिल्नन् तिनैले गरी। जित्न्या छौ सब वीरलाई भनियो आज्ञा गुरुको जसै। पाए थियो खुसी भए उठी घर गई ओम गर्न आट्यो तसै। पाताल तुल्य गुफा खनी तही बस्यो ओम गर्नलाई पनि। ढोका बन्द गर्यो सबै सहरको कोही नआउन् भनी। लुक्यो रावण एतिरेतसित रखोको होम गर्न लाग्यो तहाँ। लुक्यो रावण तापनि तर धुवाँ लुकिरहन्थ्यो कहाँ। देख्या त्यही धुवाँ विभीषणजीले होम गर्न लाग्यो भनी। पाया भेद भनी रामका हजुरमा गए बिन्ती पार्या पनि। लाग्यो रावण होम गर्न महाराज होम सिद्ध पार्यो भन्या। साँचो बिन्ती म गर्दछु हजुरमा यी सब अझै यही बन्या। हुकुम बानरलाई बक्सनु होस् वीर वीर गाडी सरी। जल्दी गइकन यज्ञ नाश गरिदिउन् हुकुम शिरो पर धरी। बिन्ती यति गर्या विभीषणजीले हुकुम प्रभुको भयो। अंगद वीर हनुमान दुवै खटिया 10 कोटीको फौज गयो।
परखाल नाघी गया र त्यस शहरमा दरबार पुग्या थिया जसै चौकी रावणका थिया जति तहाँ तिनलाई मार्या तसै रानी हुन् शरमा विभीषणजीकी लङ्कै शहरमा थिइन् रावण लुकिरहेछ ताही छ भनी तिनले इशारा दिन् गुफाका मुखमा त पत्थर ठुलो लाएर पक्का गरी होम गर्थ्यो तही भित्र रावण उही पहुँच्या ठुलो बेग गरी त्यो पत्थर कनलात्ती अङ्गदजीले दिया धुलै भई खस्यो होमको विघ्न गराउन कन तहाँ कोही फौज भित्रै पस्यो रावण यति हुँदा पनि दृढ भई ध्यान गर्न लाग्यो जसै वीर वीर वानरले अनेक तरहले त्यो यज्ञ नास्या तसै रावणले तही होम गर्न भनी एक छुरो ल्याएको पनि खोस्या श्री हनुमानले र रिसले आन्या उठोस् यो भनी ध्यानैमा दृढ मन गरी अचल भई रावण बसे थियो जसै ल्याया अङ्गदले र खैँची नजिकै मन्दोदरी पो तसै ती मन्दोदरीलाई रावण नजिक पहुँचाई हुर्मत लिया चोलो खोली अफाली फेरि कटीको सारी खसाली लिया लायाका गहना समेत शरीरका बस्रै अफाल्या जसै रुँदै रावणका नजिक रहँदी बिन्ती गरिन् यो तसै हे नाथ आज कता गयो हजुरको लज्जा अनाथ क्या गरौँ पत्नीका यी बिलाप सुनि जिउनु धिक मर्नु निको हो बरु यति बिन्ती गरिन् र पुत्र कनखोप सम्झेर लागिन् रुनै अर्को कोही थिएन ताही तिनका सहाय हुन्या कुनै भरताले पनि बाँचुला भनी यहाँ लज्जै समेत त्याग गर्या तेरो ज्यान अघि गयो गरौँ कसो अहिले विपत्ति पर्या ती मन्दोदरी रानीको अति विलाप सामने सुने थियो जसै उठ्यो खड्ग लिएर अङ्गदजीका हान्यो कटीमा तसै होमको नाश गराई अङ्गदहरू दौडेर रामथे गया ती मन्दोदरी रानी रावण यिनैका बात तहाँ खुब भया लाग्यो रावण भन्न रानी अहिले बाँच्नु असल हो भनी बाँच्नै खातिर ता म चुप भइरह्या यति हुँदामा पनि बाँचेदेखि त देखिन्छ सब थोक यस्तो बुझी ज्ञानले यो शोक दूर गरी हाल हुन्छ अब क्या यस्ता असत ध्यानले अज्ञानै छ भुलाउन्या शरीरमा यो देहमै हुँ भनी ते अज्ञान बलवान भयो भनी भन्या फैलिन्छ संसार पनि आत्मज्ञान स्वरूप बुझेर मनले अज्ञानको नाश गरी सोच्दै भइरहु शोक नमान तिमीले क्या हुन्छ यो शोक गरी हे मन्दोदरी मार्छु राम कन सहज संग्राम ठुलो गरी रामैले यदि मार्दछन् त पनि बेस जान्या छु संसार तरी संग्राममा मरि गया पनि भन्या मार्नु र सीता यहाँ अग्निमा तिमीले प्रवेश तब गरी आया म जान्छु जहाँ रावणका यी वचन सुनेर अतिताप मान्दी ती मन्दोदरी साँचो बिन्ती म गर्छु आज महाराज भन्दै अगाडि सरी बिन्ती रावण थे गरिन् पनि तहाँ राम हुन् जगन्नाथ हरि जिति सक्नु कदापि छैन अरूले कस्तै लडाई गरी वैवस्वत मनुलाई मत्स्य रूपले जसले त रक्षा गर्यो फेरि कुर्म भएर मन्दर पनि जसले पिठैमा धर्यो प्राण खैचेर लिया बराह रूपले जसले हिरण्याक्षको बाँची कोही फिरेन लड्दछु भनी सामने गयाको छ जो ठुलो दैत्य थियो हिरण्यकशिपु मार्या नृसिंहै भई राज्य खैँची लिया छलेर बलिको वामन स्वरूपले गई
थिया क्षेत्रीय पृथ्वीमा परशुराम भई नाश सबैको गर्या तिम्रो प्राण लिनलाई आज पनि नाथ राम भई अगाडि सर्या सीता हर्नु थिएन हेलन गरी सीताजी हर्नु भयो ये कामले यी विपद पर्या हजुरमा ज्यान इन्द्रजितको गयो सीता सुम्पनु पर्छ आज अधिराज रामचन्द्रजी त्यहीँ गई लङ्कामा पनि राज विभीषण गरुन् रामकै प्यारा भई सब छोडिकन आज जाउँ वनमा यति पनि थिइन् जसै रावणले पनि वचन सुनि जवाफ खुब दिन लाग्यो तसै हे मन्दोदरी इन्द्रजित पनि मर्यो ठुला ठुला वीर मर्या कुम्भकर्ण मर्यो अनेक अरू पनि संग्राममा वीर मर्या यति सम्म भएपछि कसरी फेर लत्रेर पाउ परौं शत्रु थिए गई लत्री बाँच्नु ननिको प्राण आज जाओस् बरु विष्णु हुन् रघुनाथ सीता पनि नै लक्ष्मी भनी जान्दछु जानी जानी सीता हर्या त म उसै क्या आज डर मान्दछु रामका हात परि मरौँ भनी त हेर सीताजीलाई हर्या रामका हात परि मर्या पनि भन्या संसार सहजमा तर्या फेरि तुरुन्त रघुनाथ सित लड्न जान्छु मार्नन् मलाई रघुनाथ तब खुसी मान्छु संसारका सकल तापहरूलाई तोडी जान्या छु पारी तिमीलाई तवारी छोडी राग द्वेषका भेल चल्छन् भवरी सरी युग घुम्दछन् बीचमा पुत्रादि मत्स्य चाहिँ छन् ऋष पनि बढवा नलसरीको छ तहाँ कामैको जाल छ ठुलो छ त पनि चलियो त्यही जाललाई फाली संसार सागर सहजमा तरिकन हरिथे बस्न जान्या छु पारी मन्दोदरी सित यति भनी लड्नलाई कम्मर कसेर बलियो रथ एक मगाई रथमा चढेर रघुनाथ सित जान आयो रामचन्द्रको सकल बानर फौज डरायो त्यो रावण रणभूमिमा जब पुग्यो सामने हनुमान गया मुर्छा पारी गिराउँ यसकन भनी एक मुड्की हान्दा भया छातीमा जब मुड्की बज्रन गयो खुब बज्र तुल्यै गरी घुँडा टेकी गिर्यो पनि दुई घडी मुर्छा तुरुन्तै परी मूर्छादेखि उठ्यो र रावण तहाँ स्याबास त होस् वीर भनी ठुला वीर हनुमानलाई बुझी खुब साह्रै सरायो पनि रावणले हनुमानको शरणी खुब तहाँ गरेथ्यो जसै रावणका सब सेखी तोड्न हनुमान वीर बोल्न लाग्या तसै हे रावण किन गर्दछस् शरणी यो धिक्कार म मान्छु बरु मेरो मुड्की पर्यापछि पनि बचिस बोल्छस् यहाँ क्या गरौँ एकचोट हान्त पनि मलाई म पनि फेर हान्छु छाती महा एक मुड्की अब हानुला त नमरी उम्केर जालास कहाँ यी बात श्री हनुमानले जब गर्या देशै भन्यो हो भनी एकचोट श्री हनुमानका हृदयमा ताकेर हान्यो पनि फेरि श्री हनुमान सर्या अघि तहाँ मुड्की उठाई जसै रावण टिक्न सकेन एक क्षण पनि अन्यत्र भाग्यो तसै रावणका सँग 4 जना वीर थिया मन्त्री लडाकी पनि यी 4 वीरकन 4 जना अघि सरी अहिले निभाऊ भनी अंगद श्री हनुमान नील नलई 4 वीर कूदी गया रावणका सँग गाती 4 वीर सहज मारेर फिर्दा भया यी 4 जना जब मर्या तब झन् रिसायो रामका उपर अघि सरी कन बाण खसायो बाक्ला बुँदै सरिती सर जब खस्न आया खुब बानरादि वीरले पनि दुःख पाया यो चाल बानरको बुझी रघुपति सामने अगाडि सरी लाग्या लड्न तहाँ अनेक तरहले त्रैलोक्यका नाथहरी त्यो रावण रथमा थियो रघुपति खाली जमिनमा थिया रामका खातिर इन्द्रले अति असल एक रथ पठाइदिया
जल्दी मातली सारथी रथली रामका हजुरमा गया। हात जोडिकन रामका हजुरमा कोही बिन्ती गर्दा भया। हे नाथ रथली इन्द्रका हुकुमले आया खडा छु पनि। ये रथमा चढी बक्सियोस् हजुरले बेस बिन्ती पार्यो भनी। यो बिन्ती गरी मातली अघि सर्या ख्वामित सीता नाथ पनि। त्यस रथलाई परिक्रमा गरी चढ्या चढ्नै उचित हो भनी। ताहाँदेखि त मच्चियो अधिक झन् सङ्ग्राम निरन्तर गरी। जुन बाण रावणले त छोड्छ उही बाण काट्छन् रमानाथ हरि। यस्ता रीतसित शस्त्र अस्त्र सब थोक काट्या प्रभुले जसै। रावणले पनि राक्षसास्त्र लिखुप फेर हान्न लाग्यो तसै। रावण हान्दछ बाण जति जति तहाँ सब सर्प रूप भई खस्या। हान्या बाण रघुनाथले पनि रति बाण ता गरुड भई खस्या। काट्या सर्प जति सबै गरुडले पक्रेर टुकटुक गरी। त्यस बीचमा सरवृष्टि खुबसित गर्यो रामका अगाडि सरी। धक्का केही दियो प्रभु कन तहाँ फेरि गिराउँ भनी। हान्यो मातलीलाई बाण र पछि फेर केतु खसाल्यो पनि। घोडैलाई पनि अनेक सरले खुब हान्न लाग्यो जसै। आश्चर्य भई देव पितृ ऋषिगण खेद मान्न लाग्या तसै। लीलाले रघुनाथ पनि जब तहाँ दुखी शरीका भया। बानरको सब फौज विभीषण समेत सारै डराई गया। 20 बाहु 10 शिर भयंकर स्वरूप मैनाक शरीको भई। लड्थ्यो रावण रामका हजुरमा सामने नजिकै गई। उठ्यो रिस प्रभुको र त्यही बीचमा कालाग्नि जस्ता बनी। रावणका 10 शिर गिराउन लिया जल्दी धनुर बाण पनि। कालाग्नि शरीका भयंकर स्वरूप रामको बने थियो जसै। कामिन पृथ्वी पनि भयंकर स्वरूप देखिन् रामको तसै। रावणका पनि चित्तमा भय पर्यो वृथा बहुतै भया। क्या गर्छन् प्रभुले यहाँ भनी तहाँ सब लोग डराई गया। आकाशमा बसी हेर्दथ्या जति थिया सब देवता गण पनि। कस्ता रीतसित मर्छ रावण यहाँ हेरौँ तमासा भनी। रामको रावणको परस्पर तहाँ खुब युद्ध ठुलो भयो। रात्रिको दिनको प्रकाश नभई काल धेर युद्ध हुँदा गयो। रावणको शिर काट्नलाई जब बाण फेंक्या प्रभुले तहाँ। तालैका फल झैं गिर्या तपनि शिर गिरेन पृथ्वी महा। 100 शिर गिर्या जति गिरुन् सब बन्न लाग्या जसै। क्या भो आज पनि प्रभु कन पनि आश्चर्य लाग्यो तसै। ठुला दैत्य बडा बडा वीर पनि जुन बाणले मारिया। सोही बाण पनि आज रावण उपर ताकेर खुब मारिया। काट्छन् शिर पनि बाणले र 10 शिर भैमा खसाल्छन् पनि। फेर जिउँ काट्यौँ शिर हुन्या गरौँ कसो क्या भो यहाँको जनी। यो चिन्ता रघुनाथका जब पर्यो सामने विभीषण गया। यो हेतु छ भनेर हेतु जति हो सब बिन्ती गर्दा भया। ब्रह्माको वरदान छ शिर खसी गया फिर उम्रनन् शिर भनी। फिर अमृत पनि नाभिमा छ तब यो मर्दैन काट्या पनि। त्यो अमृत सब सोसी बक्सनु होस् सब सुख छ अमृत जसै। चाँडै त्यो मरिजान्छ त्यस बखतमा उठ्दैन फेरि कसै। हात जोडेर जसै विभीषणजीले यो गुह्य खोलिदिया। ठाकुरले पनि अग्नि बाण झटपट हानेर सोसी लिया। त्यो अमृत जब सोसी बक्सनु भयो यो दिन्छ रति भनी। रिसले शक्तिले विभीषण उपर ताकेर हान्यो पनि। रामले शक्ति र शिर 10 छिनिलिया फेर एक शिरको भई।
नाना शस्त्र लिएर खुबसित लड्यो रामका गाडी गई। त्यस बीचमा पनि मातली अघि सरी हात जोरी बिन्ती गर्या, हे नाथ रावण लड्छ यो अझ भन्या, फेर शस्त्र हान्नै पर्या। परमाश्रय अब छोडी बक्सनु होस् खुब मर्म तोड्न्या गरी, मर्न्या युक्ति त एक यही छ नहीं त मर्दैन काट्या पनि। बिन्ती मातलीको सुनि प्रभुजीले एक बाण तुरुन्तै लिया, जसमा अग्नि र वायु सूर्य यी सबै लोकपाल बस्याका थिया। मन्त्री वेद विधान लिएर धनुमा त्यो बाण लगाया जसै, प्राणीलाई पनि बहुत भय भयो खुब भूमिकामिन पनि। रावणको तही छाती ताकिकन बाण छोड्या मरोसियो भनी, त्यस बाणले त जहाँ सहज मरिगयो घुमेर लोट्यो पनि। बाँकी राक्षस जो थिया ती पनि सब दौडेर भागी गया, जित भो श्री रघुनाथको भनी तहाँ सम्पूर्ण खुसी भया। त्यस बीचमा नगरा बज्या प्रभु पर खुब पुष्प वृष्टि भयो, नाच्या अप्सरगण ऋषि खुसी भया सम्पूर्णको ताप गयो। रावणको पनि देह देखि तही तेज निस्क्यो र सूर्येश्वरी, श्री रामचन्द्रजीमा मिली पनि गयो संसार सागर तरी। विष्णु द्वेषी पर स्त्रीमा रत हुन्या यो वर्मघाती पनि, श्री रामचन्द्रजीमा मिल्यो कसरी यो आश्चर्य लाग्यो भनी। गरथ्या बात सब देवता गणहरू नारदजी ताही गया, जेले रावण राममा मिली गयो त्यो ताही भन्दा भया। साँचो भन्छु म आज देवगण हो यसले बहुत ध्यान गर्यो, सीतानाथ प्रभुको र यो तब सहज संसार सागर तर्यो। भक्तिले भयले और तरहले कौनै प्रकारले गरी, ध्यान सीतापतिको गर्यो पनि भन्या जाइन्छ संसार तरी। रावण मारी धनु उतारी करको एक सरलीलाले गरी, चारौं तरफ घुमाउँदा शरीरमा धेर बाणको खत धरी। कोटी सूर्य सरित तेज छ जसका यस्ता जगन्नाथ हरि, हाम्रा दुःख पनि सबै हरिदिउन् सम्पूर्ण पाप नाश गरी। रावण मारी उतारी भारी भूमिको सुग्रीव विभीषणहरू, लक्ष्मण अंगद जाम्बवान र हनुमान जो थिया वीरहरू। ती सबलाई हुकुम भयो प्रभुजीको तिम्रै कृपाले गरी, मार्या रावणलाई कीर्ति रहला तिम्रो तिनै लोकभरि। रावणका सब रानी आएर विलाप खुब गर्न लाग्या तहाँ, पृथ्वीमा लडी खुब विभीषण पनि रोया रहन्थ्या कहाँ। बित्या दाज्यू भनी विभीषण पनि खुब रुन लाग्या जसै, लक्ष्मणलाई हुकुम भयो प्रभुजीको सम्झाऊ भन्या तसै। दाज्यूको क्रिया गरुन् सब हरुन् ती रानीको शोक पनि, हुकुम यति मिल्यो र लक्ष्मण गया जल्दी बुझाऊ भनी। लाग्या भन्न अहो विभीषण तिमी त्यायो नजान्या सरी, लाग्यो गर्न विलाप अनेक तरहले खाली जमिनमा परी। तिम्रो यो अघि जन्ममा कौन हो अहिले त दाज्यू भयो, फेरि क्या हुनलाई रावण यहाँ छोडेर कहाँ गयो। जम्मा भएकन बालुवा जसरी फिर्छन् र गङ्गा महा, यस्तै रीतसित फिर्दछन् यी दुनिया कोही छैन आफ्नो यहाँ। अज्ञानको मतियो नलेऊ तिमीले झुटो जगत हो भनी, जानी श्री रघुनाथका चरणमा खुब ध्यान लगाऊ पनि। प्रारब्धै बलवान बुझेर सब यो राज्यादि गर्दै रहु, जो पर्छन् परि आउन्या सब कुरा निका ननिका सहु।
दाजुको गरिहाल आज तिमीले क्रिया विधानले गरी रुन्छन् रानीहरू बुझाऊ अहिले चाँडै अगाडि सरी यस्तै ठाकुरको हुकुम छ भनी बेस रीतले बुझाया जसै विस्तार लक्ष्मणको सुन्या र झटपट उठ्या विभीषण तसै बिन्ती गर्न भनी जहाँ प्रभु थिया तहाँ तुरुन्तै गया हात जोडिकन रामका हजुरमा कोही बिन्ती गर्दा भया हे नाथ मर्जी भयो कबुल पनि लिया आज्ञा शिरोपर धरी बिन्ती गर्छु तथापि सत्य भगवान एक भारी शङ्का परी यो क्रूर हो प्रभु पर स्त्री पनि त हर्न्या यसको क्रिया कसरी योग्य भनेर गर्न्या बिन्ती गर्या यति विभीषणले र तहाँ खुसी भई हुकुम भो उही बीचमा बाँचुन्जेल रिस हुन्छ शत्रुसितको अहिले मरियो गयो यसको रिस अब गर्नु छैन अब त मेरो त रिस दूर भयो रुन्छन् रानीहरू बुझाउ गरलो क्रिया विधानले गरी पहिले यही नगरी हुँदैन तिमीले यही हो क्रियाको घरी हुकुम यति सुन्या जसै प्रभुजीको योग्य हुकुम भो भनी रानीलाई बुझाउन कन गया चाँडै विभीषण पनि रानीलाई बुझाए सब गरिसक्या क्रिया विधानले गरी रानी सब घरमा पठाएर गया जहाँ थिया राम हरि खुसी खुब रघुनाथ पनि हुनुभयो सम्पूर्ण खुसी भया बिदा भएकन मातली पनि कहाँ फेरि इन्द्र थिए गई गया लक्ष्मणलाई हुकुम दिया प्रभुजीले पहिले दिया पनि गादीमा लगी फेर विभीषण उपर अहिले तिमीले पनि देउलौ अभिषेक भनी प्रभुजीको हुकुम भए थियो जसै लक्ष्मणले पनि गादीमाथि लगी फेर दिया अभिषेक तसै गादीमाथि बसाई साथ ली फेर रामचन्द्रजी थिए गया लक्ष्मणले रघुनाथका हजुरमा सब बिन्ती गर्दा भया त्यस बीचमा रघुनाथ प्रसन्न हुनुभयो पुग्यो प्रतिज्ञा भनी सुग्रीवलाई पनि सराउनु भयो तिम्रो कृपा हो भनी अहिले हे हनुमान विभीषणजीका मतले सीता थिए गई सब समाचार बताऊ जाऊ अहिले सुनुन् बहुत खुश भई जो भन्छन् ती कुरा बताउन यहाँ फिर जल्दी आऊ भने हुकुम हुन गयो विभीषणजीका मतले हनुमान पनि सीता थिए हनुमान पुग्या रुखमनी सीता बस्याकी थिइन् पाहुमा हनुमान पर्या जननीले चुप भए नजर खुब दिन चिनिन यी हनुमान हुन् भनेर खुब खुसी भई थिइन् जसै विस्तार बिन्ती गर्या सबै जननी थिए श्रीरामजीको तसै झन खुसी जननी भइन् खुसी हुँदै कोही बोल्न लागिन् तहाँ क्या दिन्या तिमीलाई चिज हनुमान खुसी गरायो यहाँ तिम्रो यही प्रिय वाक्य तुल्य त अनेक रत्नादिका हार पनि लाग्दैनन् अरू चिज देखि ठुलो यो चिज दिन्या हो भने झट बिन्ती हनुमानले पनि गर्या श्रीराम जगतका पति खुसी खुब हुनुहुन्छ ता खुसी म छु चाहिन्न दौलत रति यो बिन्ती सुनि खुश भएकन तहाँ यति अराइन् पनि रामको दर्शन गर्छु बिन्ती गर्दै भेट गर्न खोज्छिन् भनी सीताका यी वचन सुनेर हनुमान रामका हजुरमा गया दर्शनको मतलब थियो जननीको सो बिन्ती गर्दा भया यो बिन्ती हनुमानले हजुरमा कहाँ गर्या थिया जसै मर्जी भो प्रभुको विभीषणजीको साथ लागि आया तसै
जाऊ ल्याऊ सीताजीलाई तिमीले सब देह निर्मल गरी आउन् भेट्न सीता अनेक तरहका भूषण शरीरमा धरी हुकुमले हनुमानलाई सँगमा विभीषण गया जल्दी स्नान गराउन कन तहाँ खुब यत्न गर्दा भया पहिले स्नान गराई शुद्ध कपडा पहिराई भूषण पनि दिया सुन्दर जुन्थिया खुसी हुँदै पहिरुन् सीताजी भनी डोली माथि सीता चढाई खुसी भए हिँड्या विभीषण जसै दर्शन गर्न भनेर बानरहरू आएर घेर्या तसै चौकी गर्न भनेर डोली नजिकै जोता रहेका थिया सब बानरहरूलाई त्यस बखतमा तिनले हटाइदिया कोलाहल अधिकै भयो प्रभुजीले सुन्या नजर भो पनि हुकुम भो रघुनाथको किन तहाँ बानर हटाया भनी आमा जानी हेर्दछन् सबजना हेरुन् ती बानरहरू डोलीमा किन चढ्दछिन् अब सीता पैदल ती आउन् बरु सुनिन् ख्वामितको हुकुम र जननी जल्दी जमिनमा झरिन् पाउ पर्छु भनेर खुब खुसी हुँदै सामने अगाडि सरिन् कामको सिद्ध गराउन कन सीता माया लिएकी थिइन् काम हो रावण मार्नको कुल समेत त्यो सिद्ध पारिदिन् अग्निमा अघि राखिकन फेर लिन्या तहाँ सुर गरी दोष दिया रघुनाथले किन यहाँ आयो नजिकै भनी अर्काका घरमा बस्या कि भनियो दोषै दिनु भो जसै लक्ष्मणलाई हुकुम दिन जननीले विश्वास खातिर तसै हे लक्ष्मण तिमी अग्नि बाल अहिले ताही प्रवेश गर्दछु साँचै छु त म बाँचुला झुटी भया अहिले तही मर्दछु हुकुम लक्ष्मणले तहाँ जननीको सुन्यार रामको पनि मत पाइकन अग्नि खुप गरी ठुलो बालिदिया बेस बनी सीताजी पनि खुब प्रदक्षिण गरिन् रामको र भक्ति गरी अग्निका नजिकै खडा पनि भइन् केही अगाडि सरी देवता ब्राह्मण सम्झी राम चरणको ध्यान भित्र मनमा धरिन् सबका साक्षी बनेर अग्निसित हात जोरी पुकारा गरिन् जस्ता रीतसित रामका चरणमा ध्यानमा रहेकी म छु तस्तै रीतसित अग्नि शीतल हुन् पापै नलागोस् कछु बोलिन् यतिर अग्निमा पसि गइन् तहाँ सीताजी जसै सबका ताप मनमा भयो विरहका बात गर्न लाग्या तसै सीता अग्नि विषे जहाँ तपसी थिइन् इन्द्रादि लोकपालहरू ब्रह्मा रुद्र समेत सबै तही गया जो देवता छन् अरू जम्मा भई रघुनाथको स्तुति गर्या सब देवगणले पनि ब्रह्माले पनि खुब गर्या स्तुति तहाँ मालिकी नै हुन् भनी अग्निले पनि बिन्ती खुबसित गर्या रामका चरणमा परी भूषण वस्त्र अनेक धर्याकी जननी सीता अगाडि सरी सीताजी कनाज सम्मत यही राखिदियाको थिया कामको सिद्ध भयो लिनु अब होस् सीता हजुरमा दिया अग्निले पनि बिन्ती बात गरी तहाँ सीता जसै ता दिया खुसी मन रघुनाथको हुन गयो सीताजीलाई लिया सीताजी कन काखमा ली तहाँ ठाकुर बस्या थ्या जसै भक्तिले स्तुति इन्द्रले पनि गर्या खुसी भया सब तसै फेर बिन्ती शिवले खुसी भई गर्या रामका हजुरमा तहाँ
सीतानाथ म त आउन्या छु पछि फेर वाही अयोध्या महा अहिले यी दशरथ पिता हजुरका मिल्ला कि दर्शन भनी आया दर्शन आज बक्सनु होस् ख्वानित प्रभुले पनि।